कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र दैजी बेलडाँडी हुलाकी सडक खण्डमा हिजो बेलुका बाघको आक्रमणमा परि बेलोरी नगरपालिका वडा नम्बर 9 बस्ने मोटरसाइकलमा सवार वर्ष 32 का वीरेन्द्र ठगुन्ना, उनको श्रीमती 4 वर्षको छोरा र 16 वर्षीय भान्जी सक्त घाइते हुनुभएको छ। उहाँ चारैजनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार गर्न लागेकोमा त्यहाँ उपचार सम्भव नभई माया मेट्रो अस्पताल धनगढीमा रिफर गरिएको छ। घाइतेहरूको स्वास्थ्य चिन्ताजनक रहेको कुरा घर परिवारबाट बुझ्नमा आएको छ। म घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु तथा मानव र वन्यजन्तु बीचको द्वन्द्वबाट सिर्जित घटना भएकोले सम्बन्धित निकायबाट उपचारका लागि व्यवस्था मिलाइदिन माग गर्दछु। साथै 15 किलोमिटर सडक निकुञ्जभित्र पर्ने हुँदा बीच भागमा स्थायी रूपमा सुरक्षा चेकपोस्टको व्यवस्था मिलाउन, लामो जङ्गल क्षेत्र भएकोले मोबाइल टावरको पहुँच नहुने हुँदा जङ्गलमा सञ्चारको पहुँचको व्यवस्था गर्न र बेलडाँडी मानव बस्तीबाट निकुञ्जको किनारतिर 500 मिटरसम्म सामुदायिक वन घोषणा गर्न सरकारसँग माग गर्दछु। मानव र वन्यजन्तु बीचको द्वन्द्व दिनादिन बढ्दै गएको पछिल्ला घटनाक्रमले पनि देखाएको छ भने वन्यजन्तुबाट भएको नोक्सानीका लागि उचित राहत र क्षतिपूर्तिको व्यवस्था पनि फितलो देखिएको छ। जङ्गली जनावरले मान्छेको ज्यान लिने, गाउँमा बसेर गाई भैँसी बाख्रा कुखुरा माछा खाइदिने, अन्नबाली साग तरकारी खाइदिने, नोक्सान गरिदिने घटनाहरू निरन्तर बढिरहेका छन्। यो एउटा प्रतिनिधि घटना मात्र हो। वन्यजन्तुबाट देशैभरि यस्ता घटनाहरू दैनिक सुन्न र देख्न पाइन्छ। यसका लागि बदलिँदो समयसँगै हामीले समय सापेक्ष नीति नियमहरू पनि परिमार्जन तथा निर्माण गर्नुपर्ने देखिन्छ। केही निकुञ्ज र वनहरू नयाँ ढङ्गले निर्माण गर्नुपर्ने अनिवार्य भइसकेको तर्फ म सम्मानित सदनको पनि ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।